हेलो गाइस आजदेखि हामी एउटा सर्भरमा खेल्न गइरहेका छौँ। यो चाहिँ एउटा नयाँ सर्भर हो। स्पोनमा एउटा ब्ल्याक स्मिथहरू रहेछ। गएर हेरौँ। यसमा चाहिँ आइरन, चेस्टप्लेट, एप्पल, गोल्डहरू रहेछ। उयो सर्भर चाहिँ मेरो भाइहरूले बनाएका हो। भाइहरूले मलाई इन्भाइट गरेको थियो सुरुको फर्स्ट प्लेयरै मै हो। अब यसमा चाहिँ 3-4 जना भाइहरू नि हुन्। कस्तो अड्केको यसमा चाहिँ तिनवटा चाहिँ ब्ल्याक स्मिथ थियो। सब पहिला लुट्छु। हेरौँ के सामान भेटिन्छ। अब्सिडियन, ब्रेड, एप्पल, यति भयो नि ठिकै हो। केही नहुनु भन्दा त भेट्नु ठिक हो। तिनवटा ब्ल्याक स्मिथ छ तर एउटा डायमन्ड भेटेन कि। त्यति भेटे चाहिँ यसमा डायमन्ड भेट्योस् तर ओहो यसमा चाहिँ रहेछ झ्याप्पै 2टा लिगिङ्स, एउटा चेस्ट प्लेट, 5टा आइरन, 7वटा ब्रेड भयो, 9वटा। यति छ भने चाहिँ उयो सिम्पली दामी हुनुपर्छ। सबजना भाइहरू हुन्। भाइहरू नि खेल्न त दामी खेल्छन् तिनीहरू। सबजनाले हेरिदिनु होला यो एसएमपीको फुल भिडियोहरू। यो एसएमपीको भिडियो चाहिँ हप्तामा आइरहन्छ। अगाडि टर्टल छ त्यो हेरौँ है त। अगाडि कहाँतिर टर्टल देखा जस्तो लाग्यो। बेबी टर्टल भेट्टे चाहिँ हुन्थ्यो कि त्यसलाई रियर हुन्छ होइन। त्यो बेबी टर्टलमा रियर हुन्छ जस्तो लाग्यो। यो फुटो पहिला के हेभेलहरू फुटो हेभेल भन्दा नि अगाडि मैले त्यहाँनिर उसदेखि रुइन बोटल सबभन्दा पहिलो कामै लुट्ने हो हाम्रो। यो भिलेजलाई लुटेर गएर अर्को भिलेजमा गएर बास बसाउने हो। चाउ होइन। उतातिर चाहिँ खुल्ला बायम रहेछ। त्यस्तो खुल्ला बायमतिर एउटा खतरा बेस बनाउनुपर्छ। खोइ कता गयो हो यसको यो चेस्ट। बल्ल भेट्यो। अब्सिडियन 2टा बुटको चाहिँ के गर्नु हेर्नु। 9वटा इन्गट भनेपछि एउटा आइरन हुन्छ यसबाट नि। रेस्पिरेसन 3 भने ठिकै हो। पानीमा सास फेर्न मिल्छ होइन त्यसले। ठिक हेरौँ है त्यो कतिको गर्दो रहेछ। खतरा रहेछ त्यो त। मेरो त त्यति आउँदा त एउटा न्युज फुटेन बबल। अब हेरौँ यस्तो दायाँतिर जाम। सबभन्दा पहिला चाहिँ यो उस लुटौँ। हेभेलले ब्रेडहरू बनाउनु, क्लचहरू बनाउन काम लाग्छ यो। यो अगाडि साइडमा एउटा आइरन गरौँ रहेछ सुरुमा पहिला। यसलाई नि मारिदिउँ नत्र भाइहरू आएर सब खत्तम पार्छन् यो भिलेजलाई त। जे बटुल्न सकोस् सब बटुल्न फराएर हुनुपर्छ उता। खोइ लाग्दैन त। मेरो यो हातमा सडै देखाउँदैन त यो त। ल के भएको ल हात हेभेल नि देखाउँदैन त केही पनि। धेरै पछि माइन्डक्राफ्ट खेल्नमा त्यसको लागि देखाउँदैन सड त। ल हातले हाने जस्तो देखिन्छ। फेरि लाग्दैन त फेरि। 1 2 3 4 5 6 7 8 8वटा आइरन कोलम खतम। अब यसो दायाँ बायाँ घुम्दै जाऊँ के रहेछ नयाँ चिजहरू लुटहरू। अब त अरू त केही भेटिँदैन होला। सब लुट्नु जति लुटिसक्यो यस्तो भिलेजरहरूलाई नि। यसको ट्रेड हेरौँ केही राम्रो रहेछ कि। त्यही प्यान अफ आर्थ पढेपछि के गर्नु हो यसको। उतातिर केही छ कि जस्तो लाग्छ। आइल्यान्ड त रहेछ। आइल्यान्ड बेस बनाएर दामी ठाउँ रहेछ यो सर्भरमा। बीको माथि रुखुम रहेछ त भने साइडमा रहेछ। टर्टल भेटेँ। टर्टल अघिदेखि टर्टल देखा जस्तो लाग्यो। टर्टल फाइनली टर्टलको खानदानी हो त। त्यो हुँदा चाहिँ दामी लाग्यो ठाउँ। अब यसमै मनपर्छ एउटा दामी एसएमपी सुरु हान्नुपर्छ। सबजना हेरिदिनु होला। हप्ताको एउटा एपिसोड आउँछ उयो एसएमपीको चाहिँ।
पहिला सुरुमा चाहिँ एउटा पिक्याक्स बनाएर गरौँ त्यो गोल्ड माइनिङ गर्नु पऱ्यो जति बटुल्न सक्यो बटुल्नुपर्छ क्या अहिले नै पछि नत्र केही पनि रहँदैन भिलेजै रहँदैन सके तिनीहरू आएपछि त्यसैले जहिलेसम्म छौ गर एका देशमा तिमी र म भोलि हेर्दा बदलिए जब भन्ने एउटा गीत आएको रहेछ दामी लाग्यो तर मलाई पिक्याक्स बनिसक्यो सुरुमा गएर त 2टा ब्लक फुटाउँछु यो नि काम लाग्छ यो कामले नि ट्रेडिङ गर्न मात्रै हो अरू के काम हो गोल्डको त सजाउन गोल्डले कोही त धनी हुने होइन माइनक्राफ्टमा सुनले रियल लाइफ जस्तो माइनक्राफ्टमा धनी हुने भएको भए त ओहो 2 किलो सुनले त टटलै टटल त यो ठाउँमा त के हो पुरै अब म त बाँकी कुरा चाहिँ भाइहरूलाई चाहिँ नेक्स्ट भिडियोमा देखाउँछ यो भिडियोको लागि चाहिँ यति